तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर यसरी बीच बाटोमा तपाईको गाडी राखिएको छ सामान यहाँबाट झार्ने ओसार्ने काम गरिराखेको तपाईले यो देख्न सक्नुहुन्छ यहाँ तपाईको यो पार्किङ नै छैन यसरी यहाँ बाइक राखिएको छ आदरणीय सम्पूर्ण दर्शकहरू यहाँहरू सबैलाई हार्दिक स्वागत छ क्यामेराबाट जग्गु भण्डारी त्यसैगरी नवराज देवकोटाको साथमा म ठाकुर देवकोटा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु यति बेला हामी लुम्बिनी टेलिभिजन त्यसैगरी नमस्ते टेलिभिजनमा प्रत्यक्ष लाइभमा रहेका छौं हामी यो दाङको तुलसीपुरमा छौं दाङको तुलसीपुरको घोराई तुलसीपुर मेन रोडमा हामी ठिक उभिरहेका छौं र यो नगरपालिकाको ग लाइन जाने बाटो रहेको छ यो तपाईले देख्न सक्नुहुन्छ यहाँ ग लाइन हो र यो घोराई तुलसीपुर रोडको बसमार्गतिर जाने सुर्खेततिर जाने रोड तपाईलाई देखाइरहेका छौं र यहाँबाट घोराई जान सकिन्छ र यो बाटोको दृश्य तपाईले हेरिराख्नु भएको छ र जहाँ तुलसीपुर ग लाइन जाने बाटोमा यहाँ अव्यवस्थित पार्किङहरू गरिएको छ र यहाँ मानिस हिँड्ने ठाउँमा बाइकहरू पार्किङ गरिएको छ गाडी पार्किङ गरिएको छ र त्यसैगरी यो सिंगल बाटो हो कुनै यो हाइवे होइन तर पनि यो सिंगल बाटोमा यहाँ गाडी आवाजावत दोहोरो तरिकाले भइरहेको यो दृश्य तपाईले देखिराख्नु भएको छ त्यसैले हामी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन चाहन्छौं यो तुलसीपुरको ट्राफिक कार्यालयलाई यो भिडियो हेरेर यो तुलसीपुरको ग लाइनलाई व्यवस्थित गराउन हामी आग्रह गर्न चाहन्छौं र यो सरकारी कार्यालय जहाँ तुलसीपुर नगरपालिका जाने यो मुख्य ग लाइनमा यसरी पार्किङ गरिएका तपाईले बाइकहरू हेर्न सक्नुहुन्छ यहाँ मानिसहरू आवाजावत गर्ने ठाउँ छैन किनमेल गर्नको लागि कसरी यहाँ पसलहरूमा ग्राहकहरू जान सक्छन् यो सडक बीच सडकमा यसरी तपाईको पार्किङ गरिएर बाइक राखिएको छ यहाँ गाडी राखिएको छ तपाईले हेर्न सक्नुहुन्छ यहाँनिर यसरी बीच बाटोमा तपाईको गाडी राखिएको छ सामान यहाँबाट झार्ने ओसार्ने काम गरिराखेको तपाईले यो देख्न सक्नुहुन्छ यहाँ तपाईको यो पार्किङ नै छैन यसरी यहाँ बाइक राखिएको छ त्यसकारण तुलसीपुर यो ग लाइनको यो जुन दृश्य तपाईँ हेरिराख्नु भएको छ यो दृश्य तपाईलाई हामी देखाउँछौं नगरपालिका लाइन जाने हो यो बाटो र यसरी मान्छे यहाँ हिँड्न गाह्रो भइरहेको छ र यहाँ विशेष गरेर दोहोरो किसिमको गाडीहरू आवाजावत गर्दाखेरि धेरै गाह्रो भइरहेको यो दृश्य तपाईलाई हामीले देखाइरहेका छौं हामी आग्रह गर्न चाहन्छौं तुलसीपुर उपमहानगरपालिकाको ध्यान केन्द्रित गराउन चाहन्छौं र त्यसैगरी तुलसीपुरमा रहेको ट्राफिक कार्यालयलाई पनि ध्यान केन्द्रित गराउन चाहन्छौं यहाँ तपाईले यो ग लाइनलाई तुरुन्त व्यवस्थित गराउनको लागि सरकारी निकायबाट केही न केही तपाईहरुले काम प्रक्रियालाई अगाडि बढाउनु पर्छ भन्ने कुरा हामीलाई पक्कै पनि यो आभास भएको छ तपाईले हेर्न सक्नुहुन्छ यति बेला यहाँ मानिस हिँड्ने ठाउँ छैन गाडी पनि एकतर्फी पनि जानलाई गाह्रो भइरहेको यो दृश्य हामीले तपाईलाई देखाइरहेका छौं हेर्नुस् लस्करी बाइक माथिदेखि पार्किङ गरिएको छ यसको व्यवस्थापन कसले हेर्ने हो यहाँको ट्राफिक कार्यालयले हेर्ने हो कि यहाँको तुलसीपुर उपमहानगरपालिकाको सम्बन्धित कार्यालयले हेर्ने हो कि यहाँको तपाईँ उद्योग वाणिज्य संघले हेर्ने हो कि यसलाई कसरी व्यवस्थित गर्ने यो कुनै एउटा मेन रोड होइन यो सहायक ग लाइन बाटो रहेको छ जहाँ सेवा लिनको लागि तुलसीपुर उपमहानगरपालिकामा सेवाग्राहीहरू यही बाटो हिँड्ने गर्नुहुन्छ त्यसैले यसलाई एकतर्फी मात्र बाटो सञ्चालन गरेर यो ग लाइनलाई व्यवस्थित बनाउनको लागि सम्बन्धित निकायलाई हामी आग्रह गर्न चाहन्छौं व्यापक रूपमा सवारी दुर्घटना हुने र सवारी एक आपसमा जुझ्ने ठोकिने र मान्छेहरू घाइते हुने एरिया भनेकै यही एरिया रहेको छ तुलसीपुर ग लाइन तपाईले हेर्न सक्नुहुन्छ पुरा दृश्य हामीले तपाईलाई देखाइरहेका छौं यहाँ तपाईको पुरै बाइकहरू बीच सडकमा रहेका छन् कि तपाईको हजारौं बाइकको संख्या तपाई देख्न सक्नुहुन्छ यति धेरै बाइकहरू छन् हामी यति लामो यात्रा हिँडिरहेका छौं तर पनि यो पुरै सडकभरि वारको पार तपाईको यसरी बाइकहरू राखिएको छ अब यहाँ आफै बुझ्न सक्नुहुन्छ यहाँ कसरी तपाईको चाहिँ यात्रा गर्न सकिन्छ घण्टौंसम्म जाम यही ठाउँमा हुन्छ सरकारी कार्यालयमा जाँदाखेरि आफै सरकारी कार्यालयका हाकिमहरू यही ठाउँमा जाम पर्नुहुन्छ उहाँहरूलाई पनि थाहा छ यो तुलसीपुर नगरपालिकाका कर्मचारीहरू यही ठाउँमा 10 बजेको समयमा जाममा पर्नुहुन्छ उहाँहरूलाई समयमा सरकारी कार्यालयमा जानको लागि पनि एकदमै अप्ठ्यारो भएको छ तर पनि यो तुलसीपुर ग लाइनलाई व्यवस्थित बनाउनको लागि उहाँहरूले कुनै पहल कदमी चाल्नु भएको छैन न ट्राफिकले पहल कदमी चाल्नु भएको छ न तुलसीपुर उपमहानगरपालिकाले यो ग लाइनलाई व्यवस्थित बनाउनको लागि कुनै पनि त्यस्तो खालको योजना गर्नुभएको छ त्यसैले हामी ध्यानाकर्षण गराउन चाहन्छौं सवारी दुर्घटना हुनुको मुख्य कारण यहाँ अव्यवस्थित गाडी पार्किङको यो समस्या रहेको छ यसरी
सडक पुरै ढाकेर लस्करै यहाँ बाइकहरू राखिएको छ। यसरी यात्रा गर्नलाई पनि यात्रुहरूलाई एकदमै असहज भइरहेको अवस्था छ। डोरो खालको जुन गाडी आवाज जवाज गर्दाखेरि यो समस्या भइरहेको छ। त्यसैले हामी के भन्न चाहन्छौँ भने यो तुलसीपुरको ग लाइन भनेको कुनै मेन रोड होइन, यो सहायक रोड हो। त्यसैले यसमा एकतर्फी मात्रै यातायात सञ्चालनको लागि सम्बन्धित निकायले यसलाई अगाडि बढाउनुपर्छ र कार्ययोजना लिएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो यहाँहरूलाई सल्लाह सुझाव रहेको छ। त्यसैले हामी के भन्न चाहन्छौँ, आगामी दिनमा यो तुलसीपुर ग लाइनमा यहाँ यो अव्यवस्थित रूपमा रहेका यिनी पार्किङ भएका सम्पूर्ण सवारी साधनलाई व्यवस्थित गर्नको लागि सम्बन्धित निकायले यो कुरालाई चाहिँ अगाडि बढाओस्। भोलिका दिनमा यहाँ हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्नको लागि उहाँहरूको ध्यान आकृष्ट रहोस्, हामी यही आग्रह गर्न चाहन्छौँ। र थप जानकारी थप दृश्य हामी तपाईँलाई फेरि पनि जोड्नेछौँ। अहिलेलाई पनि हामीलाई हेर्दै गर्नुहोला।